हेलो हाई नमस्ते एडजर्मलासको गिभवेमा सहभागी भएर इयरबड्स जित्न सफल विजेताहरूलाई आज हामी पुरस्कार हस्तान्तरण गर्दैछौँ। भरतपुर 11 निवासी गीत अधिकारीज्यूलाई पुरस्कार लिनको निम्ति अगाडि आइदिनको निम्ति अनुरोध गर्दछु र उहाँलाई धेरै धेरै बधाई छ। उहाँले एडजर्मलासको गिभवेमा सहभागी भएर इयरबड्स जित्न सफल हुनुभएको थियो। गीतजी तपाईँलाई यसरी पुरस्कार दिँदा कस्तो अनुभव भइरहेको छ? मलाई एकदम खुसी लागिरहेको छ। म त अब सोचेकै थिइनँ नि त, फेक जस्तै लाग्थ्यो होइन। आज चाहिँ अब आफूले परेको भएर उनीहरू भएको भएर चाहिँ मलाई अहिले एकदम यो चाहिँ ट्युनै रहेछ भन्ने भयो। अहिलेसम्म तपाईँलाई यसरी पुरस्कार परेको थियो कि थिएन त? छैन, परेको छैन। कति ट्राई गरेको थिएँ, अब आज चाहिँ फर्स्टचोटि पऱ्यो, त्यही हो। थ्याङ्क यू। र उहाँलाई धेरै धेरै बधाई छ। र त्यसै गरी भरतपुर 15 निवासी ऋतु परियारजीलाई पनि पुरस्कार ग्रहण गर्नको निम्ति अगाडि आउनुको निम्ति अनुरोध गर्दछु र उहाँलाई पनि धेरै धेरै बधाई छ। उहाँले पनि एडजर्मलासको गिभवेमा सहभागी भएर इयरबड्स जित्न सफल हुनुभएको छ। ऋतुजी, हाम्रो भिडियो हेरिरहनु हुने दर्शकहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? मैले जस्तै A to Z मोबाइल हाउसलाई फलो गर्नुहोस् र कमेन्ट पनि गर्नुहोस् र मैले जस्तै उपहार प्राप्त गर्नुहोस् भन्न चाहन्छु। र फेरि पनि धेरै धेरै बधाई छ ऋतुजीलाई। एकजना विजेता पोखराको हुनुभएको छ, उहाँलाई हामी यो पुरस्कार कुरियर मार्फत पठाउनेछौँ भने अर्को एकजना सम्पर्कमा आउनुभएको छैन। उहाँ सम्पर्कमा आउने बित्तिकै उहाँलाई पनि हामी छिटै नै पुरस्कार हस्तान्तरण गर्नेछौँ। अब हजुरहरू पनि यसरी नै गिभवेमा सहभागी भए थुप्रै पुरस्कारहरू जित्न चाहनुहुन्छ भने फटाफट एडजर्मलासको टिकटक आइडीलाई फलो गर्न भने नबिर्सनु होला।